एक पटक स्यालले कछुवा समायो। कछुवा त समायो तर कछुवाको बलियो हाडे पखेटा फोरेर स्यालले कछुवा खान सकेन। मलाई पानीमा भिजाउ न त, म भिजेर कमलो भएँ भने तिमीलाई मेरो खपटा फोर्न सजिलो हुनेछ। कछुवाले सल्लाह दियो। यो खपटेले ठिकै भन्यो, यसलाई नदीमा भिजाएर खानु पर्यो। स्यालले कछुवालाई नदीमा छोडिदियो। कछुवाको घरै नदी। कछुवालाई नदीमा पौडिन त स्याललाई जङ्गलमा कुद्नु भन्दा पनि सजिलो। स्यालको हातबाट फुत्कने बित्तिकै कछुवा त नदी पारी गयो। नदी पारी पुगेर कछुवाले स्याललाई उल्लायो। स्याल बाबु, तिमी मात्रै बाठो छैनौ, अरू कति जनावर तिमी भन्दा पनि बाठा छन्। कथा मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरी अन्य साथीहरूलाई पनि सेयर गर्नुहोला। कथा कस्तो लाग्यो त? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो यस्तै लोककथाहरू यस युट्युब च्यानलबाट प्रसारित हुने नै छन्।